आज धरानमा चाहिँ अनौठो क्या एउटा दाइ चाहिँ अरे यहाँ धनकुटा राजा रानी कार्य घर चाहिँ र अनि त्यहाँ चाहिँ म चाहिँ क्लासबाट आउँदै थिएँ अनि त्यो दाइले चाहिँ भन्दै थियो भाइ मलाई सहयोग गर्नु न 1-2 सय मेरो चाहिँ र ठेकदार भागिदियो यताउता होइन के अरे अब पैसा काम गरेको अरे अनि पैसा सबै लिएर चाहिँ र ऊ चाहिँ भाग्यो अरे होइन अनि त्यो चाहिँ भाग्यो अरे अनि भन्छ हो कि होइन सोधेको हो मेरो छोराको कसम यताउता भनेर के भन्दै थियो अनि मैले चाहिँ उसलाई मसँग भएको 2 सय थियो त्यति दिएँ र पठाएँ खाना खाने नै छैन भन्दै थियो अब खाना खाए पुग्छ मैले चाहिँ खै ढाँटेको कि के हो थाहा छैन होइन त्यसले चाहिँ तर उसले चाहिँ मैले दिनु चाहिँ दिएँ त्यस्तो चाहिँ नगरिदिनु होला कृपया सबैले आफ्नो आफ्नो मजदुरी गरेर खाने हो त्यसरी यदि ठगेकै हो भने यसरी ठग्ने गर्ने यस्तो काम नगर्नु नत्र भने काम लाउँदै पनि नलाउनु होइन यस्तै हो त्यो मान्छेको अनुहार चाहिँ मैले भिडियोमा देखाउन चाहिनँ है किन पब्लिक गर्नु अर्काको होइन।